विभिन्न प्रतियोगितात्मक परीक्षाका लागि महत्त्वपूर्ण हुने सामान्य ज्ञानका प्रश्नहरू समावेश रहेको यस भिडियोमा अब सुरु गरौँ। यस भिडियोमा रहेका सामान्य ज्ञानका प्रश्नहरूबाट पहिलो प्रश्न रहेको छ, लिच्छवी वंशका प्रथम राजा जयदेव प्रथम हुन् भने अन्तिम राजा को हुन्? अप्सनहरू रहेका छन्। अप्सन ए विजय कामदेव, अप्सन बी जय कामदेव, अप्सन सी जयदेव प्रथम, अप्सन डी भुवन सिंह। यसको उत्तर रहेको छ अप्सन बी जय कामदेव। त्यस्तै प्रश्न नम्बर 2 रहेको छ, मल्लकालमा कुलो नहर आदिको रेखदेख गर्ने निकायलाई के भनिन्थ्यो? अप्सनहरू रहेका छन्। अप्सन ए ढाल्पा, अप्सन बी टक्सारी, अप्सन सी जाल्पा, अप्सन डी पञ्च समुच्चय। यसको उत्तर रहेको छ अप्सन ए ढाल्पा। त्यस्तै प्रश्न नम्बर 3 रहेको छ, नेपालको इतिहासमा तामाको पैसाको प्रचलन कसले गराएका थिए? अप्सनहरू रहेका छन्। अप्सन ए महेन्द्र मल्ल, अप्सन बी रत्न मल्ल, अप्सन सी रणबहादुर शाह, अप्सन डी प्रताप मल्ल। यसको उत्तर रहेको छ अप्सन बी रत्न मल्ल। त्यस्तै प्रश्न 4 मा रहेको छ, नेपालमा पहिलो पटक जनमत संग्रह हुने भनी घोषणा कहिले भएको थियो? अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2037 वैशाख 20 गते, अप्सन बी विक्रम सम्वत 2067 वैशाख 20 गते, अप्सन सी विक्रम सम्वत 2036 जेठ 10 गते, अप्सन डी विक्रम सम्वत 2067 असार 1 गते। यसको उत्तर रहेको छ अप्सन सी विक्रम सम्वत 2036 जेठ 10 गते। त्यस्तै प्रश्न नम्बर 5 मा रहेको छ, सिम्मलिला पर्वत कुन जिल्लामा पर्छ? यसको अप्सनहरू रहेका छन्। अप्सन ए ताप्लेजुङ, अप्सन बी रसुवा, अप्सन सी सिन्धुपाल्चोक, अप्सन डी सोलुखुम्बु। यसको उत्तर रहेको छ अप्सन ए ताप्लेजुङ। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ, महाभारत पहाडको सबैभन्दा अग्लो टाकुरा कुन हो? अप्सनहरू रहेका छन्। अप्सन ए फुलचोकी, अप्सन बी गारबा, अप्सन सी सैलुङ, अप्सन डी फाप्ले डाँडा। यसको उत्तर रहेको छ अप्सन सी सैलुङ। त्यस्तै प्रश्न नम्बर 7 तिर लागौं, टाइगर नदीमा विकसित भएको सभ्यता कुन हो? यसको अप्सनहरू रहेका छन्। अप्सन नम्बर ए युनानी सभ्यता, अप्सन नम्बर बी मेसोपोटामिया सभ्यता, अप्सन सी मा रोम सभ्यता र अप्सन नम्बर डी चिनिया सभ्यता। यसको उत्तर रहेको छ अप्सन नम्बर सी रोमको सभ्यता। त्यस्तै प्रश्न नम्बर 8 मा रहेको छ, बेलायतमा गौरवमय क्रान्ति कहिले भएको हो? अप्सनहरू रहेका छन्। अप्सन ए सन् 1688, अप्सन नम्बर बी सन् 1766, अप्सन नम्बर सी सन् 1866, अप्सन डी सन् 1833। यसको उत्तर रहेको छ अप्सन ए सन् 1688। त्यस्तै प्रश्न नम्बर 9 रहेको छ, बेलायत र अमेरिका बीच भर्साइलको सन्धि कहिले भएको हो? अप्सनहरू रहेका छन्। अप्सन ए सन् 1688, अप्सन बी सन् 1783, अप्सन सी सन् 1787, अप्सन डी सन् 1883। यसको उत्तर रहेको छ अप्सन बी सन् 1783। त्यस्तै प्रश्न नम्बर 10 रहेको छ, प्रथम विश्वयुद्धमा कतिजना नेपालीले भिक्टोरिया क्रस पाएका थिए? अप्सनहरू रहेका छन्। अप्सन ए 1 जना,
अप्सन बी 2 जना, अप्सन सी 3 जना, अप्सन डी 4 जना। यसको उत्तर रहेको छ अप्सन बी 2 जना। त्यस्तै प्रश्न नम्बर 11 रहेको छ समानता, स्वतन्त्रता र भातृत्व कुन क्रान्तिको नारा रहेको थियो? अप्सनहरू रहेका छन् अप्सन ए रुसी क्रान्ति, अप्सन बी फ्रान्सेली राज्य क्रान्ति, अप्सन सी औद्योगिक क्रान्ति, अप्सन डी चिनिया क्रान्ति। यसको उत्तर रहेको छ अप्सन बी फ्रान्सेली राज्य क्रान्ति। प्रश्न नम्बर 12 मा रहेको छ बेलायतको औद्योगिक क्रान्ति कति समयसम्म चलेको थियो? अप्सनहरू रहेका छन् अप्सन ए 20 वर्ष, अप्सन बी 40 वर्ष, अप्सन सी 60 वर्ष, अप्सन डी 80 वर्ष। यसको उत्तर रहेको छ अप्सन डी 80 वर्ष। त्यस्तै लागौं प्रश्न नम्बर 13 तर्फ तामाङ मिनी संग्रहालयको निर्माण कहाँ गरिएको छ? अप्सनहरू रहेका छन् अप्सन ए कास्की, अप्सन बी दोलखा, अप्सन सी रसुवा, अप्सन डी मुस्ताङ। यसको उत्तर रहेको छ अप्सन बी दोलखा। त्यस्तै प्रश्न नम्बर 14 मा रहेको छ कतारमा सम्पन्न सन् 2022 कतिऔं विश्वकप फुटबल हो? अप्सनहरू दिइएको छ अप्सन ए 20 औं, अप्सन बी 21 औं, अप्सन सी 22 औं, अप्सन सी 23 औं र यसको उत्तर रहेको छ अप्सन सी 22 औं संस्करणको। त्यस्तै प्रश्न नम्बर 15 रहेको छ नेपालका 7 प्रदेश मध्ये सबैभन्दा अन्तिममा स्थायी राजधानी तोक्ने प्रदेश कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए कर्णाली प्रदेश, अप्सन बी लुम्बिनी प्रदेश, अप्सन सी मध्य प्रदेश, अप्सन डी कोशी प्रदेश। यसको उत्तर रहेको छ अप्सन सी मध्य प्रदेश। त्यस्तै प्रश्न नम्बर 16 रहेको छ राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि दर भएको प्रदेश कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए बागमती प्रदेश, अप्सन बी लुम्बिनी प्रदेश, अप्सन सी मध्य प्रदेश, अप्सन डी कोशी प्रदेश। यसको उत्तर रहेको छ अप्सन बी लुम्बिनी प्रदेश। त्यस्तै प्रश्न नम्बर 17 मा रहेको छ सौर्यमण्डलमा 8 वटा ग्रहहरू मध्ये कतिवटा ग्रहहरूमा रिङ प्रणाली रहेको छ? अप्सनहरू रहेका छन् अप्सन ए 4 वटा, अप्सन बी 3 वटा, अप्सन सी 2 वटा, अप्सन डी 1 वटा। यसको उत्तर रहेको छ अप्सन ए 4 वटा। त्यस्तै प्रश्न नम्बर 18 मा रहेको छ सूर्य ग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ? अप्सनहरू रहेका छन् अप्सन ए पश्चिमी भाग, अप्सन बी पूर्वी भाग, अप्सन सी उत्तरी भाग, अप्सन डी दक्षिणी भाग। यसको उत्तर रहेको छ अप्सन ए पश्चिमी भाग। त्यस्तै प्रश्न नम्बर 19 रहेको छ वर्षभन्दा दिन लामो भएको ग्रह कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए शनि, अप्सन बी बृहस्पति, अप्सन सी शुक्र, अप्सन डी बुध। यसको उत्तर रहेको छ अप्सन सी शुक्र। त्यस्तै प्रश्न नम्बर 20 मा रहेको छ भौगोलिक रूपमा कान्छो महादेश भनी कुन महादेशलाई चिनिन्छ?
अप्सनहरू रहेका छन् अप्सन ए एसिया, अप्सन बी अफ्रिका, अप्सन सी उत्तर अमेरिका, अप्सन डी अस्ट्रेलिया। यसको उत्तर रहेको छ अप्सन ए एसिया। त्यस्तै प्रश्न नम्बर 21 रहेको छ अति कम विकसित मुलुक नभएको महादेश कुन हो? यसको अप्सनहरू रहेका छन् अप्सन ए युरोप, अप्सन बी अस्ट्रेलिया, अप्सन सी उत्तर अमेरिका, अप्सन डी दक्षिण अमेरिका। यसको उत्तर रहेको छ अप्सन डी दक्षिण अमेरिका। त्यस्तै प्रश्न नम्बर 22 रहेको छ भारतलाई भाषाको चिडियाखाना भनी चिनिन्छ भने धेरै भाषा बोलिने मुलुक कुन हो? यसको अप्सनहरू रहेका छन् अप्सन ए भारत, अप्सन बी अस्ट्रेलिया, अप्सन सी पपुवा न्युगिनी, अप्सन डी युगान्डा। यसको उत्तर रहेको छ अप्सन सी पपुवा न्युगिनी। त्यस्तै प्रश्न नम्बर 23 रहेको छ विश्वमा सबैभन्दा धेरै ताल भएको देश क्यानाडा हो भने तालै तालको देश भनी कुन देशलाई चिनिन्छ? अप्सनहरू रहेका छन् अप्सन ए क्यानाडा, अप्सन बी फिनल्यान्ड, अप्सन सी फिलिपिन्स, अप्सन डी नेदरल्यान्ड। यसको उत्तर रहेको छ अप्सन बी फिनल्यान्ड। त्यस्तै प्रश्न नम्बर 24 मा रहेको छ 0 डिग्री अक्षांशलाई के भनिन्छ? अप्सनहरू रहेका छन् ए कर्कट रेखा, बी मकर रेखा, सी भूमध्य रेखा, डी प्रधान मध्याह्न रेखा। यसको उत्तर रहेको छ अप्सन सी भूमध्य रेखा। त्यस्तै प्रश्न नम्बर 25 मा रहेको छ ग्रेट भिक्टोरिया मरुभूमि कुन देशमा पर्छ? अप्सनहरू रहेका छन् अप्सन ए क्यानाडा, अप्सन बी मङ्गोलिया, अप्सन सी अस्ट्रेलिया, अप्सन डी दक्षिण अफ्रिका। यसको उत्तर रहेको छ अप्सन सी अस्ट्रेलिया। त्यस्तै प्रश्न नम्बर 26 मा रहेको छ कुन महासागरलाई तेलको महासागर समेतले चिनिन्छ? अप्सनहरू रहेका छन् अप्सन ए कुमेरु महासागर, अप्सन बी सुमेरु महासागर, अप्सन सी हिन्द महासागर, अप्सन डी प्रशान्त महासागर। यसको उत्तर रहेको छ अप्सन सी हिन्द महासागर। त्यस्तै प्रश्न नम्बर 27 मा रहेको छ पहाडी जिल्लाबाट हिमाली जिल्लामा स्तरोन्नति भएको पछिल्लो जिल्ला कुन हो? अप्सनहरू रहेका छन् अप्सन ए रामेछाप, अप्सन बी धादिङ, अप्सन सी गोर्खा, अप्सन डी म्याग्दी। यसको उत्तर रहेको छ अप्सन डी म्याग्दी। त्यस्तै प्रश्न नम्बर 28 मा रहेको छ चुरे क्षेत्रले नेपालको कुल भूभागको कति प्रतिशत क्षेत्रफल ढाकेको छ? अप्सनहरू रहेका छन् अप्सन ए 4%, अप्सन बी 8.5%, अप्सन सी 11.4%, अप्सन डी 12.7%। यसको उत्तर रहेको छ अप्सन डी 12.7%। त्यस्तै प्रश्न नम्बर 29 मा रहेको छ ऋग्वेदमा सबैभन्दा धेरै कुन देवताको प्रशंसा गरिएको छ? अप्सनहरू रहेका छन् अप्सन ए गणेश, अप्सन बी इन्द्र, अप्सन सी सूर्य, अप्सन डी चन्द्र। यसको उत्तर रहेको छ अप्सन बी इन्द्र। त्यस्तै प्रश्न नम्बर 30 मा रहेको छ नेपालमा पर्यटन दिवस कहिलेदेखि मनाउन थालिएको हो? अप्सनहरू रहेका छन् अप्सन ए सन् 2001,
अप्सन बी सन् 2007, अप्सन सी सन् 2011, अप्सन डी सन् 2013। यसको उत्तर रहेको छ अप्सन सी सन् 2011 देखि। त्यस्तै प्रश्न नम्बर 31 मा रहेको छ नेपालमा ऊर्जा दिवस कहिले मनाइन्छ? अप्सनहरू रहेका छन् अप्सन ए वैशाख 1 गते, अप्सन बी जेठ 9 गते, अप्सन सी असार 1 गते, अप्सन डी असार 9 गते। यसको उत्तर रहेको छ अप्सन बी जेठ 9 गते। त्यस्तै प्रश्न नम्बर 32 मा रहेको छ नेपालमा कार्यक्रम बजेटको सुरुवात कहिलेबाट भएको हो? यसको अप्सनहरू रहेका छन् अप्सन ए विक्रम सम्वत 2013, अप्सन बी विक्रम सम्वत 2017, अप्सन सी विक्रम सम्वत 2023, अप्सन डी विक्रम सम्वत 2026। यसको उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2026 बाट